ल है त गाइज आजको हाम्रो काम भनेको यहाँ यस्तो बनाउने काम छ आजको भनेको होइन। आज चाहिँ यो काम सकेर आज चाहिँ मस्त लगाएर जानुपर्छ है त। आज भनेको हाम्रो सुरु भइसकेको छ। म पनि सुरु अब गाईको काम सुरु गर्नुपर्छ है त। हामी चाहिँ टक्क लगाएर यस्तो दुःख छ बाटो पनि यार। हम किधर है? इधर है इधर। ओके लगाइछु जम्मा गर। Ambal bola na. Jom. Ayo dulu. Mati dah. Aku kau mati dah. Iya sini. Tan. हाँ? किधर था ना? किधर ना? किधर ना? जल्दी लागो ना बाबा। किधर ना? ठीक? ओ जाना कहाँ थी? ल त हाम्रो चाहिँ गिट्टी निकालेर पनि यो काम पनि सुरु भइसकेको छ है त। म चाहिँ यहाँदेखि भिड चढेर त्यहाँसम्म छोड्दिनँ, त्यहाँबाट चाहिँ उहाँले माथि पुर्याउनुहुन्छ। 3 चोटि गइसकेको छ है त। हाम्रो काम भनेको यस्तो हो, उत्तिखेरै जमिहाल्छ, पानी हालेको गर्नुपर्छ है त। त्यसरी चाहिँ हातेमालो गरेर हामी चाहिँ बनाउँदैछौँ खोलाको पानीलाई यो कुलोद्वारा यसरी लगेर उता खेतमा लाने हो है त। ल अब फेरि हाम्रो चाहिँ पहिलो लट 2 बोरा सिमेन्टको सकिएर अब फेरि अब अर्को लटको लागि सुरु हुँदैछ है। बालुवा चाहिँ त्यहाँबाट ल्याउनु पर्ने छ र हाम्रो चाहिँ गिट्टी चाहिँ यहीँ निकालेको अघि खनखन्दै पसिनाका साथ। हाम्रो मिस्त्री भनेको यहाँ हुनुहुन्छ है, हाम्रो हेडमास्टर अफ द मेकिङ द कुलो। ल है त गाई चाहिँ यो काम चाहिँ अझै पनि जारी हुँदैछ हाम्रो। अहिलेसम्मको काम भनेको हाम्रो यहाँसम्म आइपुग्यो है। हामीले चाहिँ आज यहाँदेखि सुरु गरेको हो। कहाँदेखि भन्दा यहाँदेखि सुरु गरेर टक्क लगाएर त्यहाँसम्म पुगिसक्यो। अब यस्तो भिरको बाटोबाट चाहिँ पास गरी बनाएको हामीले होइन। त्यहाँबाट टाढा भयो भनेर फेरि यहाँबाट सर्टकट जेमा पनि सर्टकट चाहिन्छ भन्थ्यो हो रहेछ। अब चाहिँ यहाँदेखि सर र यहाँसम्म मात्रै बाँकी छ है त गाई। अब फेरि हामी त्यहाँ 2 जनाले गरिरह नि, त्यहाँ गएर चट्ट लाएर गर्नुपर्छ। 2 जनाले चाहिँ हेर्नु नि गाई यसरी काट्ने कि नापेर हेर्नु त, ट्याक्क यसरी नापेर मस्तसँग बुढोबाले है। त्यो चाहिँ काटेको किन काटेको भन्नु होला होइन। हेर्नुहोस् टक्क यसरी मिलाएर टक्क राख्ने हो। ल है त गाइस अब चाहिँ सकेपछि हुन्छ कि कति बेला हुन्छ त्यति बेला तपाईँहरूलाई टक्क भिडियो बनाउने छु। ल है त गाइस फाइनली हाम्रो आजको काम चाहिँ
सकियो होइन त बाजे काम सकियो सकिएन ओके भयो ओके भयो होइन त पर्फेक्ट भयो अब हामी चाहिँ त्यहाँ पारि गएर खानेकुरा पकाएर खानेकुराहरू पकाउन जाँदैछौँ है त खोला तर्नुपर्छ गाइस यो सब सामानहरू स्याहार्नतिर लाग्नु भएको छ है अब है हामी चाहिँ यहाँबाट अब खोला तरेर जाने हो गाइस पारी केटाहरूले के गरे खाने हेर्नुपर्छ अब गएर होइन म तपाईँलाई पारी पुगेपछि देखाउँछु है त ऊ त्यहाँ हो है त गाइस म चाहिँ पुग्नै लागिसकेँ यहाँ के गरेछ भन्ने कुरो हामीहरू देख्न सक्छौँ बिस्तारै त्यो कुलो चाहिँ आज सब सक्यो है त अब हामी चाहिँ यता जाँदैछौँ है त यहाँ के कार्यक्रम हुँदैछ हामीहरू हेर्न सक्छौँ लगाएपछि हेर्नुहोस् यहाँ आगो बालेको छ है यी नास्ता नास्ता आयो गाइस नास्ता यहाँ आगो अब त्यसलाई भुट्लाउनलाई पानी आइसक्यो है त है ल पाकिसकेको छ मान्छेहरू है त काम सकिएर हामी चाहिँ यहाँ अब मस्तसँग अब देशको पालो आउनुहुन्छ त्यो खाँदै गर्दै यो चाहिँ राखिरहन्छ उता हाम्रो अङ्कलले पुरा छड्के हेर्दा चाहिँ है सबजना हामी बनभोज 1% छ क्या चास पनि फेरि यो चाहिँ अब ल